के पिन लाग्यो नानो? कालो मास कालो दाल कति राम्रो हुँदो रहेछ नि त यस्तो पिने अन्त वाउ यसलाई धुनुपर्छ पहिला धोएर घाममा सुकाएर पिनेको ए कस्तो राम्रो हुँदो रहेछ है छिटो पाक्छ होला है यसरी त है ए जाँतो नि कति राम्रो चिटिक्कको रहेछ कस्तो मजाले पिन्दो रहेछ नि तिमीले त है ओहो त्यो अर्कोचोटि पिन्दाखेरि त्यहाँ भरिनु के अरे अटिन भनेर हो ओहो त्यसरी ठाउँ बनाउनुपर्छ राम्रो कति जानेको त नि कति धेरै रहेछ भाइ हुन त सक्ने मान्छे र जान्ने मान्छे त एकैछिनमा पिन्छ होला है नसक्नेलाई नजानेलाई ढिलो हो तिमीले त एकैछिनमा पिनिन्छ होला है यो त है ओहो